नमस्ते साथीहरू। आज म हजुरहरूलाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा कसरी इथरनेट केबल अथवा ल्यान केबलले छिटो, सजिलो र सुरक्षित तरिकाले आफ्नो डाटा ट्रान्सफर गर्न सक्नुहुन्छ एक कम्प्युटरबाट अर्को कम्प्युटरमा। पहिलो स्टेप के हो भने हामीले दुवै कम्प्युटरमा एउटा इथरनेट केबलले कनेक्सन गर्ने। दोस्रो स्टेप भनेको हामीले त्यसपछि इथरनेट सेटिङ मिलाउनु पर्ने हुन्छ। इथरनेट सेटिङ गर्नलाई हामीले के गर्नुपर्ने हुन्छ, सबभन्दा पहिला सर्च बक्समा क्लिक गर्ने, यहाँ टाइप गर्नु होला भ्यू नेटवर्क कनेक्सन, यहाँ सो गरिदिन्छ नेटवर्क कनेक्सन, यसको आइपुग्छ। नेटवर्क कनेक्सन आएपछि डबल क्लिक गर्नुहोस्, ओपन हुन्छ। नेटवर्क कनेक्सन ओपन भइसकेपछि हामीले इथरनेटमा गएर राइट क्लिक गर्नु होला, प्रपर्टीमा जानु होला, ओपन हुन्छ नि डायलग बक्स, प्रपर्टी डायलग बक्स ओपन भयो। इन्टरनेट प्रोटोकल भर्जन 4 टीपीसी मा क्लिक गर्नु होला, प्रपर्टीजमा जानु होला अनि युज द फ्लोइङ आईपी एड्रेसमा क्लिक गर्नु होला। अब यहाँ लेख्नु 198.168.1.1, त्यसपछि सामने सिस्टमेटिक आउँछ, डिफल्ट गेटवे 198.168.1.2, ओके गरिदिनु होला। नेटवर्क एस्टाब्लिश इथरनेटको सेटिङ मिलिसक्यो। अब हामीले नेक्स्ट फोर्थ स्टेप भनेको सेम प्रोसेस भनेको अरू कम्प्युटरमा पनि इथरनेट सेटिङ मिलाउनु पर्ने हुन्छ। अब हामी कम्प्युटरमा गइरहेको छु इथरनेट सेटिङ। पहिलो कम्प्युटरमा इथरनेट सेटिङ मिलाइसकेपछि हाम्रो दोस्रो कम्प्युटरमा पनि इथरनेट सेटिङ मिलाउनु पर्ने हुन्छन्। त्यसको लागि प्रोसेस भनेको सर्च बक्समा जानु होला, भ्यू नेटवर्क कनेक्सन गर्नु होला, ओपन गर्नु होला। ओपन गरेपछि त्यसपछि हामी इथरनेटमा राइट क्लिक गर्नु होला, प्रपर्टीजमा जानु होला, इन्टरनेट प्रोटोकल भर्जन 4 मा जानु होला, प्रपर्टीजमा क्लिक गर्नु होला, युज द फ्लोइङ आईपी एड्रेस गर्नु होला। हामीले यसमा जस्ट आईपी एड्रेस र गेटवेलाई अपोजिट गर्नुपर्ने हुन्छ। पहिलोमा हामीले 1 हालेको थियो पहिलो कम्प्युटरमा भने यसमा 2 हाल्नु पर्ने हुन्छ, यसमा 2 हालेको थियो भने 1 हाल्नु पर्ने हुन्छ। त्यसपछि ओके गर्नु होला। इथरनेट सेटिङ पनि इथरनेटको सेटिङ मिलिसकेपछि हामीले अब नेटवर्क सेटिङ मिलाउनु पर्ने हुन्छ। नेटवर्क सेटिङ मिलाउनको लागि हामीले नेटवर्कमा राइट क्लिक गर्ने, सो मोर अप्सनमा जाने, प्रपर्टीजमा जाने, प्रपर्टीजमा गएपछि चेन्ज एडभान्स सेयरिङ सेटिङमा जाने। चेन्ज एडभान्स सेयरिङ सेटिङ ओपन भइसकेपछि प्राइभेट नेटवर्कको पनि बोथ ओपन अन हुनु पर्यो, पब्लिकको पनि अन हुनु पर्यो, अल नेटवर्कको पनि अन हुनु पर्यो। पासवर्ड प्रोटेक्सन सेयरिङ भनेको के हो भने पासवर्ड प्रोटेक्सन अन गर्नुहुन्छ भने त्यहाँ पासवर्ड इन्टर गर्नुपर्ने हुन्छ। यो कम्प्युटरको मेन एक्सिडेन्टल पासवर्ड जुन हुन्छ त्यो हाल्नुपर्ने हुन्छ, अन गर्नु हुँदैन हाल्नुपर्ने हुँदैन। ओके, यति भइसकेपछि हामी यसलाई क्लोज गर्ने। अब हामी जानुपर्ने हुन्छ हामीले कुन फाइल चेन्ज गर्नुपर्ने छ। जस्तो अब हामी सेयर गर्नलाई दिस पिसी ओपन गर्ने, दिस पिसी ओपन गरेपछि जुन फाइल कुनै फाइल पनि सेयर गर्दा नि हुन्छ। जस्तो मैले सेयर नै गर्नु भने म्यारेज भिडियो, मैले यसलाई राइट क्लिक गर्ने, सेलेक्ट गरेपछि राइट क्लिक गर्ने, सो मोर अप्सनमा जाने अनि गिभ टु एक्सेसमा गएपछि स्पेसिफिक पिपुलमा गर्ने। स्पेसिफिक पिपुल भन्नाले हामी कसलाई पठाउँदैछौँ, कुन नेटवर्कबाट कसलाई पठाउँदैछौँ त्यो गर्ने। यहाँ एभ्रिवान हाल्ने। इफ इन केस एभ्रिवान अलरेडी सो गरिरहेको छ, रिड एन्ड राइट छ भने फरक परेन, छैन भने एभ्रिवान गर्ने, एड गर्ने। एड गरेपछि त्यहाँ रिड मात्र आयो भने रिड एन्ड राइट गर्नु, यहाँ क्लिक गरेर त्यसपछि सेयर गर्ने। अब सेयर गरेपछि यो फाइल जुन देखिन्छ यो फाइल भनेको डिटु त्यो अब पहिलो कम्प्युटरमा इन्टर गर्नुपर्ने हुन्छ, सेम एज सेम। त्यही भएर अब त्यसमा त्यो कम्प्युटरमा हामी गएर इन्टर गर्नुपर्ने हुन्छ। यसलाई क्लोज नगर्नु होला, यसलाई राखिराख्नु यसै ओपन, अनि त्यसपछि अर्को कम्प्युटर ओपन, पहिलो कम्प्युटर ओपन गर्ने, फाइल नेम त्यहाँ इन्टर गर्ने, त्यसपछि मात्र यसलाई सेक्सनलाई डन गरेपछि क्लोज गर्नु होला। म्याप ड्राइभ नेटवर्क गर्नुपर्ने हुन्छ हामीलाई, त्यो कसरी गर्ने, अब कसरी त्यो फाइल पठाएका फाइल कसरी हामी यो कम्प्युटरमा ल्याउनु पर्ने हुन्छ, कम्प्युटर सेकेन्डबाट पठाएको कम्प्युटर पासमा कसरी ल्याउने। त्यसपछि ओपन गर्ने, त्यसपछि ओपन गरेपछि यहाँ म्याप नेटवर्क ड्राइभ लेखेका हुन्छन् क्यारेक्टर, त्यहाँ भयो भने त्यहाँबाट ओपन गर्नु, छैन भने नेटवर्कमा राइट क्लिक गर्ने, म्याप नेटवर्क ड्राइभ लेखेका हुन्छन् क्लिक गर्दा नि आउँछ। आइसकेपछि यहाँ जुन मैले योभन्दा पहिलो कम्प्युटर दोस्रो कम्प्युटरमा मैले भनेको थिएँ जुन फाइल नेम हुन्छ त्यो यहाँ हामीलाई पेस्ट गर्नुपर्ने हुन्छ। अब सेम टु सेम एज इट जे छ त्यही स्पेस हो, यसमा सब लोअर केस अप्पर केस जे छ एज इट इज पेस्ट गर्नुपर्ने हुन्छ हामीलाई।
त्यही भएर त्यो कम्प्युटरबाट अब इन्ट्री गर्नु हुन्छ नि त्यसमा जुन फाइल फोल्डर हुन्छन् फोल्डर नेम हुन्छन् म्याप गरे हुन्छ हामीले पठाएका हुन्छन् सेयर एक्सेस दिएका हुन्छौँ त्यो एज सेम यहाँ हाल्नुपर्ने हुन्छ हालिसकेपछि हामी फिनिस गर्ने फिनिस भने अटोमेटिक कनेक्सन इस्टाब्लिस हुन्छ अलि पनि डिफ्रेन्स भयो भने फरक पर्छ अलि पनि डिफ्रेन्स भयो भने कनेक्ट हुँदैन अब हामीलाई किसी युजर नेम पासवर्ड मागिरहेको छ नेटवर्कको यो प्रत्येक कम्प्युटरको आफ्नो युजर नेम पासवर्ड हुन्छ यसले के गर्छ भने इजी वेमा सेक्योर भएर हाम्रो डाटा ट्रान्सफर हुन्छ अरूले कसरी एक्सेस गर्न नपाओस् भन्ने हुन्छ नेटवर्क एस्टाब्लिस भएपछि अटोमेटिक ओपन भयो अब यो भित्र भएको डाटा यहाँ छन् फाइल अटोमेटिक त्यो फाइल हामी जुन फोल्डर पठाएको हुन्छौँ सेभ फोल्डर गरेका हुन्छौँ त्यो फोल्डर यहाँ आइपुग्छ आइपुगेपछि अब यो भित्र भएको सबै डाटाहरू हामीले ट्रान्सफर गर्न मिल्छ ओके अब ट्रान्सफर गर्न मिल्छ भने अब यहाँबाट हामीले के गर्ने यसलाई कपी गर्ने कन्ट्रोल सी कपी अनि हामीलाई कुन फोल्डरमा हाल्नुपर्ने डी ड्राइभमा हाल्नु डी ड्राइभमा ओपन गर्ने कन्ट्रोल भी गरिदिने हाम्रो डी ड्राइभमा आइपुग्नु छ यसले एज फास्ट एज गरिदिने गर्छ नि किनभने जस्ट हामीले कम्प्युटरबाट पेन ड्राइभमा ट्रान्सफर जसरी गर्नुहुन्छ फास्टली स्मुथली एज त्यस्तै इथरनेट केबलबाट नि हामीले एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा डाटा ट्रान्सफर गर्न सक्नुहुन्छ जति छिटो भयो त्यति छिटो आइपुग्छ यसमा अब डिले हुँदैन जस्तो हामीले अब एप्लिकेसन युज गर्छौँ नि सेयर जस्तो मन हुन्छ ब्लुटुथ टु सेयर मी नियर डिभाइस क्विक सेयर त्यस्तो डिले हुँदैन एज फास्ट एज पोसिबल यसमा आउने गर्छन् किनभने यो डाइरेक्ट कनेक्सन भएको हुन्छन् एस्टाब्लिस भएर अब यसरी डाटा ट्रान्सफर हुँदैछन् हामीले ट्रान्सफर गरेको फाइल आइपुगेका छन् ड्राइभ अब हामीले यो ड्राइभबाट पनि आफ्नो यो कम्प्युटर वानबाट कम्प्युटरमा पनि जे सेयर गर्न पनि पाइन्छ अब कम्प्युटर वानबाट मैले सपोज डी ड्राइभबाट टुडे भनेछन् टुडे हालौँ ओके टुडे लाइन कन्ट्रोल सी गरौँ अनि म्यानेजमा जुन हामीले सेट गरेका छौँ त्यो भित्र आएर कन्ट्रोल बी गरिदिनु पेस्ट गरिदिनु एज फास्ट एज हामीले अब दुवै कम्प्युटरबाट एक आपसमा जेसुकै फाइल ट्रान्सफर गर्न मिल्छ अब थ्याङ्क यू फर वाचिङ यसरी नै गर्ने हो यसरी नेट ट्रान्सफर गर्न मिल्छ इथरनेट केबलबाट दुवै कम्प्युटरमा अब कनेक्टेसन भइसकेपछि ट्रान्सफर डाटा फाइल भइसकेपछि हामी यसमा राइट क्लिक गर्ने राइट क्लिक गरिसकेपछि यहाँ कोल्याप्स आयो डिस्कनेक्ट आयो डिस्कनेक्ट हामी गर्ने कोल्याप्स नगर्ने डिस्कनेक्ट गरिदिएपछि अटोमेटिक डिस्कनेक्ट भनेको अब यो फाइल हटियो थ्याङ्क यू फर वाचिङ धेरै धेरै धन्यवाद हजुरहरूलाई सब्सक्राइब गर्न नबिर्सनु होला